108 देखि 10 जना छोरा र एउटी एउटी छोरी हो। कति भयो होला सम्झिनुहोस्। त्यसै भगवान श्री कृष्णजीलाई लीला पुरुषोत्तम भनेर भनिएको होइन। 10 जना छोरा र एउटी एउटी छोरी भयो। विशाल यदुवंश यति ठुलो छ, यति ठुलो हो कि न त कुनै दिन त्यहाँ झुठो लाग्थ्यो, न त कुनै दिन सुतक लाग्थ्यो। अब झुठो सुतक लाग्थ्यो भने त सधैँ झुठो सुतक मात्र चल्दैन। किन भन्दा द्वारिकामा आशीर्वाद थियो। यसै त द्वारिकामा कोही मर्दैन थियो। भगवान जहिले द्वारिकामा प्रवेश गर्नुभयो, द्वारिकालाई आशीर्वाद प्रवेश गरेर जब गृहचर्या आदि गर्नुहुन्छ सम्पूर्ण नारदजी हेर्न जानुहुन्छ। यति सुन्दर तरिका प्रभु जुन कोठामा जानुहुन्छ, नारदजी त्यही कोठामा भगवान प्रभु हुन्छ। रुक्मिणीसँग उहाँलाई देख्नुहुन्छ। अर्को कोठामा जानुहुन्छ, जाम्बवतीसँग उहाँलाई देख्नुहुन्छ। अर्को कोठामा जानुहुन्छ, उहाँलाई देख्नुहुन्छ। अर्को कोठामा जानुहुन्छ, कालिन्दीसँग उहाँलाई देख्नुहुन्छ। यस्तो लीला भइरहेको छ। एक लीला गर्दा गर्दै जब प्रभु बलरामले प्रभुलाई जब बताउनु भयो, म ब्रजमा घुमेर आउँछु, वृन्दावन घुम्न जान्छु, प्रभुले मना गरेर बताउनु हे बलरामले तपाईँ घुमेर आउनुहोस् भनेर पठाउनुहुन्छ। बलरामले वृन्दावन घुम्न आउनुहोस्। एउटा मिठो भजन सुनौँ। आजको कथाको प्रसङ्ग छ। कथाको प्रसङ्ग एउटै प्रसङ्गमा छैन, तथा सानो 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 प्रसङ्ग छ। एउटै प्रसङ्ग त हामी सुधारमा चरित्रदेखि चाहिँ अलिकति मिल्ने प्रसङ्ग छ। तपाईँ एक एक प्रभुले गर्नु सानो सानो प्रसङ्ग सुन्दै गर्छ।